हेलो नमस्ते म सुमन पाण्डे मेरो युट्युब च्यानल सुमन पाण्डे ब्लग्स छ त्यसलाई चाहिँ लाइक सब्स्क्राइब गरिदिनु होला। म अहिले अल्बनियामा छु र अल्बनियाको यो गाउँमा काम गर्दैछु। काम साह्रै राम्रो ठिक छ, रमाइलो छ हैन। युरोपको बसाइ ठिकठाकै छ र तपाईहरु मलाई कति साथीहरुले चाहिँ फेसबुकमा हैन चाहिँ म्यासेज गर्नुहुन्छ हैन, कमेन्ट गर्नुहुन्छ, कति चाहिँ अब व्हाट्सएपमा गर्नुहुन्छ कसरी आउने, के आउने, कति समय लाग्यो हैन, कस्तो के भनेर सोध्नुहुन्छ र म तपाईहरुलाई सबै बताउँछु। यो अल्बनियाको सबै बारेमा म चाहिँ गाउँ एरियामा छु अहिले हैन, ठक्कसँगले र तपाईहरुलाई म सबै कुरा भन्ने छु किनभने मेरो पनि युट्युब च्यानल छ, त्यसलाई यसो लाइक सब्स्क्राइब गरिदिनु। सब्स्क्राइब पुगेको छैन र सब्स्क्राइब गरिदिनुस्। म नयाँ चाहिँ कुराहरू साथीहरुसँग, हाम्रो साथीहरु त्यहाँ जवान साथीहरु हामी एकदम सजिलो छौं। एउटा साथी हाम्रो सुपरभाइजर गर्नुहुन्छ, उहाँले ठ्याक्क टाइममा उहाँले चाहिँ यसो फलफुल के अहिले त स्ट्रबेरी लगभग सक्यो, स्ट्रबेरी टिपिन्थ्यो, अहिले स्ट्रबेरी सक्यो। हाम्रो सुग्मी सर कहाँबाट, उहाँबाट पोखराबाट हुनुहुन्छ, उहाँ तनहुबाट। हाम्रो दाङदेखि नवीन सर दाङदेखि, प्रवीण सर कताबाट, चितवनबाट हैन, चितवनबाट हुनुहुन्छ र हामी यहाँ 4 जना छौं। अहिले चाहिँ अब यहाँ यसो एकछिन सुत्यो, बिहान आज धेरै ड्युटी गरिएन, 4-5 घण्टा गरियो, आएर सुत्यो फेरि। अनि अहिले भोक लाग्यो, खाना जाँदैछौँ 11 बजे ठ्याक्कै। अब ड्युटी पुग्छौँ, त्यहाँबाट आएपछि काम साह्रै सजिलो छ। युरोपमा अब कसको के छ, तर हाम्रो चाहिँ एकदम सजिलो। लगभग उहाँको आएकै 15 दिन पछाडि सुपरभाइजर पाउनु हो उहाँले, किनभने अब कामको मेहनत लगनशील हैन, आफैको हिसाबले सबैले गर्यो। मेरो चाहिँ अब क्यान्टिनमा छ, म चाहिँ क्यान्टिनमा यसो बिहानै उठ्ने, सब्जी काट्ने, काटाकुटु गर्ने, अनि टक्क खाना चाहिँ अब फिल्डमा काम गर्ने साथीहरूलाई खाना पुर्याउने हैन। तर यतातिर जहाँ हेर्दा नि फलफुल हेर्नु टक्क यो रुखमा फलफुल चाहिँ धेरै खान पाइन्छ। यता कहिले तपाईको चाहिँ यो के भन्छ, यो मसिनो बखडा हैन, सुन्तला, तपाईको चाहिँ यो विभिन्न किसिमका फलेदो, आरु हैन, फलफुल चाहिँ अहिले सिजन धेरै रहेछ। फलफुल चाहिँ खाँदा तपाईको धेरै नै, तर अब त्यो नभेट्दा, तर देखेपछि त्यति खाना चाहिँ मन नलाग्ने, रमाइलो छ। तर अलिकति हरियाली कस्तो पनि डाँडा काँडा भए पनि अलिकति हरियाली बेसी छ, रमाइलो छ। जस यस्तै छ, हामी हिँडिरहेका छौँ। र तपाईहरु अल्बनिया आउन चाहनुहुन्छ, आउनु भएको छ हैन, विभिन्न देशका जानकारी साथीभाइहरु भएका चाहिँ ठाउँबाट चाहिँ हामीले पनि जानकारीहरु यसो लिइरहेका छौँ। त्यताका कुराहरू हामी भन्ने छौँ र जति सक्दो तपाईले चाहिँ मेरो युट्युब च्यानललाई यसो सब्स्क्राइब गरिदिनु होला है। थ्यांक यू भेरी मच, लभ यू। अहिले चाहिँ हामी ठ्याक्कै यो हाम्रो चाहिँ थियो, तर लास्टै खतम छ। यो चाहिँ काम हामीलाई धेरै पेलाउँछ हैन, यस्तै छ। अब के भन्छ उसको भाषा बुझ्दैन, अनि यसले चाहिँ धेरै काम पेलाउँछ यो चाहिँ, ठिक छ। र हामी यस्तै छौँ। अब साथीहरु चाहिँ यतातिर बसिरहेका छौँ, गाडीमा हामीलाई फेरि खाना ड्युटी जान आउन पनि साह्रै सुविधा छ है साथीहरु। खाना पनि ठ्याक्कै गयो भने गाडी भरि हामी एकछिन तल गाडी पर्खाइदिउँ, गाडी लिएर आयो, रमाइलो छ। जस ठिकै छ। युरोपको बसाइ साह्रै राम्रो छ। काम चाहिँ हाम्रो अरू भन्दा धेरै सजिलो छ, धेरै गर्नु पर्दैन र पैसा पनि राम्रै छ। लगभग 1.5 लाख जस्तो कमाइ हुन्छ यहाँ अहिले। र अरू कुराहरू पनि भन्छु तपाईहरुलाई। र मेरो युट्युब च्यानललाई फलो सब्स्क्राइब चाहिँ गर्नुस् है, लाइक सब्स्क्राइब चाहिँ गर्नुस्। ल हेरक्क गाडीमा हिँड्दैछौँ हामी, हेर्नु यिनै साह्रै राम्रो छ युरोपको बसाइ। हस्, थ्यांक यू सो मच सबैलाई।